हेलो साथीहरू, आज चाहिँ हामी चाहिँ घोगी टिप्न गएको ल साथीहरू। हेलो, वेलकम टु माई न्यू मिनी ब्लग साथीहरू। हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै आरामै छौँ भनौँ साथीहरू। अनि हामी चाहिँ अटोमा जान लाग्यो है, अलि टाढा छ नि त, हामी बस्नुभन्दा अलि आधी घन्टा जति समथिङ लाग्छ नि त साथीहरू। अनि त्यही भएर अटोमा जानुपर्छ। अनि हामी चाहिँ अरूको खेतमा जान लाग्यो। अनि त्यहाँ खेतमा गएर टिप्दै एकछिन लाउनु के भएको थियो। अनि उता घर भेट्यो कि अब समथिङ हुन्छ नि त, अरूको खेत हो नि त। अनि त्यो खेतको आन्टीले आएर भन्नुभयो कि त्यहाँ अलि धानको बिचमा नजाऊ भनेर भन्न लानुभयो। अनि त्यसपछि फेरि उता पोखरीतिर जानुभयो, त्यहाँ दुइटा भाइहरू पनि रहेछ। अनि मैले चाहिँ पुरा छोरा छोपेर मस्त हावा खाँदै बसिरहेँ साथीहरू। त्यहाँ देख्न सक्नुहुन्छ मेरो बुढाले पुरा पसिना भएर घोगी टिपिरहेको साथीहरू। अनि हजुरहरू कोलाई घोगी मनपर्छ नि साथीहरू भनिदिनु होला है कमेन्टमा। म चाहिँ पहाडिया हो, त्यही पनि तराईमा आएर बसिसकेपछि घोगी चाहिँ खानै पर्छ र मन पनि पर्छ, एकदमै राम्रो पनि भन्छन् नि त। सो त्यही भएर अनि फेरि हामी घर आउनु लाग्यो। फेरि बुढा र बहिनी अर्को खेतमा घर फेरि हेर्नु नि त्यति धेरै टिपेको साथीहरू। बहिनी र बुढाको हालत पनि त्यस्तै खराब भएको, लुगा पनि पुरै फोहोर भइसकेको। अनि हामीलाई बाटोमा आउँदा एउटा आन्टीले नि भन्नुभएको थियो दिन्छौ र बेच्छौ र भन्नु थियो, तर हामीले हुँदैन आन्टी हामीलाई लिएको भनेर दिएनौँ। अनि त्यसपछि उता बजार जान लाग्थ्यौँ साथीहरू आउने बेलामा। अनि बजार गएको त पुरा दुईजना फोहोर भएर होला, सबैजनाले पुरा बाटोमा हेरिदिइरहेको साथीहरू। खै के भनौँ अब, हजुरहरू कहिले पनि यस्तो तरिकाले हिँड्नुपर्छ कि नै साथीहरू, ल भनिदिनु होला है कमेन्टमा साथीहरू। अलि बिल्ला त हुन्छ, त्यही पनि मैले चाहिँ दुईजनालाई जाम न जाम भनेर लिएर गएँ। अनि त्यसपछि हामी घर आयो साथीहरू। बाई बाई।